हेलो साथीहरू, हिजो चाहिँ हामी लागोनिसियाको नाइट पुलमा गएको थियौँ। हामी चाहिँ त्यहाँ पुगेपछि ग्रुप फोटो अनि नानीसँगको फोटो 2-4वटा फोटोहरू खिचेर मेमोरी पनि हुन्छ हैन। अनि त्यहाँबाट चाहिँ हामी नाइट पुलतर्फ लाग्यौँ। नाइट पुलमा एकदम साइसालाई लिएर रमाइलो गर्दै फोटोहरू खिच्दै भिडियो बनाउँदै धेरै रमाइलो भयो। यो चाहिँ साइसाको मात्र नभएर हाम्रो पनि फर्स्ट नाइट पुल हो। साइसालाई पनि अहिले विकेन्डमा स्विमिङ सिकाउने भएर स्विमिङ गर्छु भन्ने भएकोले उसलाई पनि थोरै रमाइलो, हामीलाई पनि रमाइलो भन्ने तरिकाले गएको थियौँ। यो चाहिँ ब्रेक टाइममा बाहिर निक्लिएको बेलामा मैले वरिपरिको दृश्य भिडियो खिचेको हो। यहाँ लाइटहरू लगाएर धेरै राम्रो बनाइएको छ। अब यहाँबाट चाहिँ हाम्रो हानाबी सुरु भयो। हानाबीको एक्सपिरियन्स लिन पनि पाउने, नाइट पुलको पनि धेरै एकदम रमाइलो, यतिको रमाइलो ठाउँ सायदै नहुन सक्छ। यहाँ चाहिँ बच्चालाई खेलाउनको लागि, फ्यामिलीमा जानको लागि पनि एकदम राम्रो ठाउँ छ। यहाँ बेलुका नाइट पुलमा जाने हो भने चाहिँ बेलुका 4 बजेदेखि पस्ने हो भने चाहिँ 3400मा पस्न पाइन्छ एकजनाको। अनि पुलको चाहिँ 6 बजेबाट हो। एकदम रमाइलो हुन्छ बच्चालाई खेलाउन, आफूले खेल्न एकदम पानीमा गर्मीको समयमा एकदम रमाइलो, एकदम राम्रो ठाउँ छ। अवश्य एकताल जानु होला। यहाँ चाहिँ हाम्रो ग्रुपले एकदम इन्जोय गरिरहेको अवस्था। विकास, दिना, दीक्षा, साइसा एन्ड मी क्यामेराम्यान, धेरै नै रमाइलो भयो। बाई बाई।